जीवन कहिलेकाहीँ यति गाह्रो भइदिन्छ कि हामी आफैलाई सोध्ने गर्छौँ, अब के गर्ने, कसरी अघि बढ्ने, अब के होला, के म साँच्चीकै सक्षम छु। कहिलेकाहीँ चारैतिर अन्धकार लाग्छ, आफ्नै सपना विलीन भएको जस्तो लाग्छ अनि आफै एक्लो छु जस्तो लाग्छ। तर यो आफैलाई क्वेसन गरिराख्ने तपाईँ भने एक्लो पक्कै हुनुहुन्न। आजको यस भिडियोमा म तपाईँहरूका ती प्रश्नहरूको जवाब दिने प्रयास गर्नेछु। केवल केही मिनेट अनि तपाईँले आफ्नो विचारलाई नयाँ डाइरेक्सन दिन सक्नुहुनेछ। सुरु गरौँ है त। राम नाम गरेको एकजना युवक थियो। उसका सपनाहरू निकै ठुला थिए। परिवारलाई गर्व गराउने र आफू ठुलो मान्छे बन्ने उसको धेरै ठुलो सोच थियो। तर परिस्थिति भने एकदमै भिन्न थियो। ऊ बेरोजगार थियो, पैसा पनि थिएन र आत्मविश्वास भने बिस्तारै कम भइरहेको थियो। एक दिन ऊ आफ्नो कोठामा एकदमै निराश र एक्लो भएर बसिरहेको थियो। आमा चाहिँ रमेशको छेउमा आएर बस्नुभयो अनि आमाले सोध्नुभयो, छोरो आजकल किन एकदमै निराश देखिन्छौ? तर रमेशसँग त्यसको उत्तर भने थिएन। ऊ भित्रभित्र एकदमै कमजोर भइसकेको थियो। ऊ केही नबोलिकन चुप लागेर बसिरह्यो। त्यो रात किताबहरू पढ्दै जाँदा उसले आफ्नो पुरानो डायरी भेट्छ र त्यो डायरीलाई खोलेर हेर्छ। त्यहाँ लेखिएको थियो, जबसम्म आफूमा तपाईँ आफै विश्वास गर्नुहुन्न तबसम्म अरूले तपाईँमा पनि विश्वास गर्दैनन्। त्यो एक लाइनले उसलाई एकछिन हल्लायो र झसङ्ग बनायो। त्यही क्षण रमेशले आफैसँग एउटा सानो बाचा गर्यो, म हरेक दिन केवल 1% मात्र भए पनि अगाडि बढ्नेछु। र भोलिपल्टबाट ऊ पढ्न थाल्यो, सिक्न थाल्यो र गल्ती गर्न भने डराएन। सधैँ ऊ नयाँ नयाँ कुराहरू सिक्न थाले अनि आफूमा बिस्तारै सानो चेन्ज ल्याउँदै अघि बढ्थ्यो। उसको त्यो बानीले र हरेक सानो प्रयासले उसको जीवनमा भने ठुलो फरक पार्न थाल्यो। अब रमेश पहिलेको रमेश थिएन। ऊ उद्देश्य भएको एउटा मानिस भइसकेको थियो र बिस्तारै ऊ एउटा सक्सेसफुल मान्छे बन्न पुग्यो। अब यो सानो स्टोरीबाट हामी के सिक्न सक्छौँ भने रमेश कुनै सुपर हिरो थिएन। ऊ तपाईँ र हामी जस्तै एक सामान्य व्यक्ति थियो। फरक के थियो भने उसले आफूमा विश्वास गर्न थाल्यो र बिस्तारै आफ्नो एक्सन्सहरूमा सानो परिवर्तन गर्यो, जसले उसलाई एउटा सक्सेसफुल मान्छे बन्न सहयोग गर्यो। हामी सबैसँग कुनै न कुनै नेचुरल इन्क्लाइनेसन हुन्छ, जसले गर्दा हामी कुनै इफोर्ट बिना नै कामलाई पुरा गर्न सक्छौँ। जस्तै कसैलाई लेख्न मनपर्छ, कसैलाई बोल्न मनपर्छ वा कसैलाई एनालाइसिस गर्न मन लाग्छ। सबैजनामा कुनै न कुनै एउटा खास गुण हुने गर्छ। तर हामीले आफ्नो गुणलाई फलो नगरी समाजको डरले, पैसाको लोभले वा ट्रेन्डले कुनै काम पछ्याउँछौँ भने हामीले जति प्रयास गरे पनि हामी सक्सेसफुल हुन सक्दैनौँ, किनभने त्यो बाटो हाम्रो लागि बनाइएकै थिएन। जस्तै कुनै माछालाई उड्न सिकाउने प्रयास गरियो भने उसले जिन्दगीभर आफूलाई नालायक ठान्छ, तर त्यही माछालाई खोलामा छोड्यो भने उसले त्यो खोलामा रुल गर्ने गर्छ। रमेशले पनि त्यही गरेको थियो। उसले आफूभित्र भएको क्षमता बुझ्यो र जुन क्षणबाट उसले आफ्नो क्वालिटीलाई स्वीकार गर्यो त्यही क्षणबाट उसले जीवनलाई जित्न सुरु गरेको थियो। म मेरो साथी उज्जवलको कुरा गर्छु। उसलाई सानैदेखि कविताहरू लेख्न, स्टोरीहरू लेख्न मन पर्थ्यो। उसको सपना थियो एक दिन म राम्रो लेखक बनौँ भनेर। तर परिवारको सपना भने इन्जिनियर बनाउने थियो। उसले परिवारको दबाबमा साइन्स पढ्यो र इन्जिनियरिङ जोइन गर्यो। तर पहिलो सेमेस्टरमै ऊ फेल भयो। उसलाई क्लासहरू एकदमै बोर लाग्थ्यो र विषयहरू उसलाई पढ्न मन लाग्दैन थियो। तर उसले पढाइ भने छोडेन, किनभने परिवारको सपना उसलाई इन्जिनियर बनाउने थियो। एक दिन हामी एउटा क्याफेमा सँगै बसेका थियौँ र उसले कफी पिउँदै मलाई भन्यो, मलाई सधैँ कथा लेख्न मनपर्छ, डायलग क्रिएट गर्न मनपर्छ, म आफ्नै कल्पनामा रमाउने गर्छु। त्यसपछि मैले उसलाई आफ्नै प्यासनलाई फलो गर्न सजेस्ट गरेँ। त्यसपछि उसले युट्युबमा लेख्न सुरु गर्यो, साना स्क्रिप्टहरू बनायो अनि एउटा सर्ट फिल्म लेख्यो जुन एकदमै हिट भयो। आज ऊ स्क्रिप्ट राइटिङमै फुल टाइम काम गर्छ र फिल्म प्रोजेक्टहरूमा पनि काम गर्दैछ। उज्जवलले त्यो दिन आफ्नो नेचुरल इन्क्लाइनेसन पछ्याउने निर्णय लिएको थियो र त्यो निर्णय नै उसको जीवनको टर्निङ पोइन्ट बन्यो। त्यसै गरी तपाईँभित्र पनि त्यस्ता कुनै न कुनै गुण हुन्छन् जसले तपाईँलाई आफ्नो मनपर्ने काम गर्नका लागि नेचुरली मोटिभेट गर्ने गर्छ। तपाईँले हरेक दिन केवल 1% पनि प्रयास गर्नुभयो भने अचम्मको परिवर्तन आउन सक्छ। अब म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु, के तपाईँ आजबाट त्यो एउटा सानो स्टेप चाल्न तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्, यस आई विल। यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्न नबिर्सिनुहोस्। साथसाथै
साथीहरूसँग भिडियोलाई सेयर गरी सब्स्क्राइब पनि गर्नुहोस्। धन्यवाद।